Hello everyone, good afternoon, good morning, and good evening at the same time. Now, this is your teacher Begyan Guru. Let's discuss something from Tripti batch. त्यो पनि साइन्सबाट अब साइन्स भित्र पनि हामीलाई यहाँनिर चाहिँ हाइड्रोकार्बन एन्ड इट्स कम्पाउन्डलाई चाहिँ स्टडी गर्नै पर्ने छ। आज यति स्टडी नगरेसम्म दिमाग खाली भइहाल्छ, पुरै ब्ल्याङ्क भइहाल्छ, पागल भइहाल्छ मान्छे भन्ने कुरा मलाई लागिरहेको छ। त्यही भएर म गरिहाल्नुपर्छ यो कुरा। लेट्स कन्टिन्यू। लेट्स गो। ओके, अब हामीलाई यहाँनिर जुन यो टपिक हेरिरहेछौँ हाइड्रोकार्बन एन्ड इट्स कम्पाउन्डको कुरा गरिरहेछौँ। अब यो स्टडी गर्ने बेला दिमागमा आइराख्नुपर्छ हामीलाई के आउनुपर्छ सर भन्ने कुरा होला। केमिस्ट्री, तर कस्तो केमिस्ट्री? अर्ग्यानिक केमिस्ट्री। ओके, हामीलाई अब यो कुन टपिकबाट हो त भने कसरी चाहिँ अब 11 12 मा गएर थाहा हुन्छ हामीलाई अर्ग्यानिक केमिस्ट्री भनेर कुरा बुझौँ ल। सो यो अर्ग्यानिक केमिस्ट्री भित्र हामीलाई हाइड्रोकार्बन र यसको कम्पाउन्डको चाहिँ नोमेनक्लेचरको कुरा गरेका छौँ। अब यो वर्ड त खतरनाक लिएर आउनुभयो सरले। ठिक छ, केही छैन, बुझाउँछु म सिम्पल तरिकामा। सो हामीलाई अर्ग्यानिक केमिस्ट्रीको कुरा गरौँ। अर्ग्यानिक केमिस्ट्री भनेपछि सिम्पली यस्तो केमिस्ट्रीको कुरा गरौँ विच इन्क्लुड्स थिङ्स बेस्ड अन लिभिङ बिङ्स, है त। लिभिङ बिङ्समा बेस्ड हुने केमिकल्सहरू हामीले सिम्पली डेफिनेसन दिने बेला एउटा कुरा के बुझिराखौँ भने लिभिङ बिङ्स एन्ड लाइफ भन्ने कुरा जम्मै केमिकल एक्टिभिटी हो के। हामी जे पनि कुरा सोध्छौँ, बोल्छौँ, हेर्छौँ, केही गर्छौँ, कति केही कुरा अनि आफ्नो बडीमा केही कुराहरूमा चेन्जेसहरूको कुराहरू एभ्रिथिङ लाइफ र लाइफसँग रिलेटेड एभ्रिथिङ भनेको चाहिँ एउटा केमिकल प्रोसेस। त्यसो भए अब यो केमिकल एक्टिभिटीलाई हामीले स्टडी गर्दाखेरि त्यो स्टडी गर्न पर्ने केमिस्ट्री भनेको हाम्रो लागि अर्ग्यानिक केमिस्ट्री भयो। अब इन दिस केस अफ अर्ग्यानिक केमिस्ट्री भित्र पढ्ने हामीले चाहिँ एउटा मेन कम्पाउन्डको कुरा गरिरहेछौँ हामीले। चल हामीले चाहिँ हाइड्रोकार्बन कुरा गरेका छौँ। यसमा हाइड्रोकार्बन, अब यो हाइड्रोकार्बन नेमबाट के थाहा भइरहेछ होला भने हामीलाई यसो हेर्दाखेरि चाहिँ इट इज द कम्बिनेसन अफ हाइड्रोजन एन्ड कार्बन, यो कुरा पनि बुझेको होला। त्यसो भए हाइड्रोजन र कार्बनलाई भनिसकेपछि पहिले यसको बारेमा बुझौँ। हाइड्रोजनमा एउटा मात्रै इलेक्ट्रोन हुन्छ, कार्बनमा आउटर मोस्ट सेलमा त्यहाँनिर चाहिँ 4वटा इलेक्ट्रोन हुन्छ। कार्बनसँग 4 इलेक्ट्रोन्स भएको भएर कार्बन क्यान निदर गो इन एउटा चाहिँ आयोनिक या फेरि कोभ्यालेन्ट, यसमा आयोनिक बोन्डिङ या फेरि हामीले यसमा मेटालिक बोन्डिङमा जान सक्दैन। बट कार्बन हैज 4 इलेक्ट्रोन्स, त्यसले गर्दा इट क्यान शेयर इलेक्ट्रोन्स र यो चाहिँ कोभ्यालेन्ट बोन्डिङमा जान सक्छ भनेर हामीलाई एउटा सिम्पल अनि क्लारिफिकेसन चाहिँ पाउन सकिन्छ। ओके, यहाँसम्मको कुरा भयो। त्यसो भए कार्बनले जुन देखाउने कोभ्यालेन्ट बोन्डिङ या फेरि सिम्पल स्ट्रक्चरको जुन फर्मेसन छ त्यसमा चाहिँ के हुन्छ भने कार्बनले जहिले पनि हामीले देखाउँदाखेरि यसरी बोन्डमा देखाउँछौँ। यो स्टिक भनेको बोन्ड भयो। कार्बन क्यान बोन्ड इन 4 साइड्स, यो कुरा याद गरौँ है त। कार्बनले चाहिँ यसमा चाहिँ टेट्रा बोन्ड बनाउन सक्छ। अब टेट्रा बोन्ड भनेको चाहिँ 4 बोन्ड्सको कुरा गरेको छ हामीलाई। अनि कार्बनसँग एउटा स्पेशल प्रपर्टी के हुन्छ भने कार्बनले अर्को कार्बनसँग मिलेर यसरी चाहिँ एउटा लङ चेन पनि फर्म गर्न सक्छ, जसलाई हामीले भन्छौँ यहाँनिर चाहिँ यसलाई भन्छौँ क्याटिनेसन प्रपर्टी अफ कार्बन। याद गरौँ है, कार्बनको क्याटिनेसन प्रपर्टी पनि। अब यति कुरा पनि भयो। कार्बनको प्रपर्टी थाहा पायौँ, कार्बनले यति काम गर्छ भन्ने थाहा पायौँ र कार्बन र हाइड्रोजनबाट कम्बिनेसनबाट चाहिँ एउटा कम्पाउन्ड बन्छ जुन चाहिँ हाइड्रोकार्बन भयो। एउटा कुरा याद गर्नु, लाइफ एन्ड डेथसँग रिलेटेड सबै कुरामा चाहिँ हाइड्रोकार्बन भनेको लाइफको एउटा बेसिक एलिमेन्ट भनेको चाहिँ लिभिङ बिङ सर्भाइभ गरिरहेको बेलामा पनि बडी पुरै हाइड्रोकार्बनले बनिरहेछ, मरिसकेपछि पनि त्यो हाइड्रोकार्बन अरू फर्ममा कन्भर्ट हुने भयो। जस्तो हामीले पेट्रोलियम प्रोडक्ट्स, फ्युल, ग्यासको कुरा गरिरहेछौँ, त्यो कताबाट आउँछ त? यदि कसैलाई थाहा छैन भने कुरा बुझ्नु, त्यो चाहिँ लिभिङ बडी चाहिँ यदि केही गरी मर्यो र त्यो डेड एन्ड बरिड भयो भने मिलियन्स अफ इयर्स पछि त्यो बडी डिकम्पोज भएर यसरी चाहिँ त्यो ओइलमा फ्युलमा कन्भर्ट हुने हो। त्यसो भए फसिलबाट निक्लेको फ्युल भएको भएर फसिल फ्युल भनिन्छ नि त। यो कुरा पनि एकपल्ट रिभाइज गरौँ। ओके, यति कुराहरू भयो हामीलाई। सो आफ्टर द्याट हाइड्रोकार्बनको यति कुरा बुझिसक्यौँ भने हाइड्रोकार्बन भनेको सिम्पली दे आर सच काइन्ड अफ कम्पाउन्ड्स which are obtained from living beings भनेर डिफाइन गर्न सकियो and which contains the bond of carbon and hydrogen। अब यो हाइड्रोकार्बनले एकअर्कामा बोन्ड कसरी बनाउँछ भन्दाखेरि चाहिँ यसमा के हुन्छ भने कहिलेकाहीँ चाहिँ कार्बनले कार्बनसँग बोन्ड बनाउँदाखेरि मल्टिपल टाइपमा चाहिँ सिंगल बोन्ड या फिर डबल बोन्ड। यसको मिनिङ के हुन्छ भने इलेक्ट्रोनको शेयरिङ। सिंगल बोन्ड मिनिङ यसले एउटा इलेक्ट्रोन शेयर गरिरहेछ, यसले चाहिँ एउटा इलेक्ट्रोन शेयर गरिरहेछ। सिंगल इलेक्ट्रोन शेयर गर्यो भने सिंगल बोन्ड, यदि डबल इलेक्ट्रोन शेयर गर्यो भने डबल बोन्ड। यो कुरा बुझौँ है। यदि केही गरी 3टा इलेक्ट्रोन शेयर गरिरहेको छ भने ट्रिपल बोन्ड। यसरी शेयरिङ चाहिँ यसरी डिफाइन हुने हो। त्यसो भए एउटा बोन्ड भनेको एउटा इलेक्ट्रोन। यसको मिनिङ नाउ मैले एउटा कार्बनमा चाहिँ अरू नगरेर सिर्फ हाइड्रोजन राख्नु पर्ने छ भने
चारवटा इलेक्ट्रोन छ यसको मिनिङ 4 साइड्स हाइड्रोजनमा एउटा इलेक्ट्रोन थियो एउटा इलेक्ट्रोन थियो एउटा साइड सिंगल इलेक्ट्रोन सिंगल इलेक्ट्रोन सिंगल साइड कुरा सक्यो यसरी चाहिँ हामीले गर्न सक्छौं त्यसो भए अन दिस बेसिस हामीले चाहिँ यसमा सिम्पली कार्बन र हाइड्रोजन बीच या फिर कार्बनले अरु कार्बन पनि थुपार्छ प्लस बाँकी भएको ठाउँमा हाइड्रोजन राख्ने बित्तिकै त्यहाँनेर के हुन सक्छ हामीलाई वी क्यान फाइन्ड डिफरेन्ट काइन्ड अफ bonds या फिर डिफरेन्ट काइन्ड अफ केमिकल्स विथ देयर नेचर अब हामीलाई यो कुरा थाहा पाइसक्यौं भने नोमेनक्लेचरमा जाम आईयूपीएसी नोमेनक्लेचर भन्छ या फिर आईयूपीएसी नेमिङ आईयूपीएसी भनेको इन्टरनेशनल युनियन अफ प्योर एन्ड अप्लाइड केमिस्ट्री एउटा यस्तै युनियन एउटा ग्रुप भनौं है त त्यो ग्रुपले चाहिँ अब यहाँनेर कार्बन र हाइड्रोजनको बीचमा बन्डिङ भएको जुन मोलिक्युल छ त्यसको नेम डिफाइन गर्नलाई हामीलाई हेल्प गर्छ सो नाउ while helping on this matter उले के भन्छ भने नम्बर अफ कार्बनलाई सुरुमा हेरौं भन्छ उले है त बिगिनिङमा सो अन द बेसिस अफ नम्बर अफ कार्बन यहाँनिर हेर्दाखेरि यदि नम्बर अफ कार्बन एउटा छ भने देन वी क्यान स्टार्ट इट विथ मिथ अब पछाडिपट्टि सरनेमहरु के आउला तर स्टार्टिङ गर्ने पार्ट त्यसपछि इफ नम्बर अफ कार्बन्स आर 2 इन नम्बर भन्न खोजेको अब कार्बन चाहिँ यस्तो छ यसरी डबल बन्ड दिइराको छ है त 2 इन नम्बरको मिनिङ यो हुन्छ दुईटा कार्बन छ भने इफ त्यहाँनिर चाहिँ 3 वटा कार्बन छ भने अनि मेथेट प्रोप है त त्यसपछि 4 वटा कार्बन छ भने यसमा ब्यूट अनि यसपछि मेथेट प्रोप ब्यूट अनि अर्को भनेको चाहिँ 5 वटा कार्बन छ भने अनि पेन्ट 6 वटा कार्बन छ भने हेक्स त्यसपछि 7 वटा कार्बन छ भने हेप्ट त्यसपछि 8 वटा कार्बन छ भने ऑक्ट 9 वटा कार्बन छ भने नॉन त्यसपछि 10 वटा कार्बन छ भने डेक लु यति भन्ने भयो सो यसरी बिगिनिङ नाम आउँछ अब यसमा के हुन्छ भने यसपछिको हामीले स्ट्रक्चरमा फेरि हेर्यौं भने यहाँनिर सिंगल बोन्ड छ भने एन डबल बोन्ड छ भने इन ट्रिपल बोन्ड छ भने आइन भनेर फेरि छुट्टै पढाइन्छ त्यो कुराहरु तपाईहरुलाई चाहिँ टाइप्स अफ हाइड्रोकार्बनमा त्यो छुट्टै पढ्न पाइन्छ तर अहिले चाहिँ आईयूपीएसी नेमिङ या फेरि स्टार्टिङको नेम राख्दाखेरिको एउटा बेसिक प्रोसेस मैले तपाईहरुलाई सिकाएँ त्यो चाहिँ कसरी कार्बनको प्रेजेन्सको बेसिसमा काउन्ट गर्ने यदि त्यहाँनिर सिंगल कार्बन छ भने मिथ डबल छ भने इथ प्रोप ब्यूट पेन्ट हेक्स यसो के छ यो हेर्दै हेर्दै हामीले स्टडी गर्न सक्छौं सो दिस इज द बेसिक nomenclature style of hydrocarbon and their compounds. Have a good time, take care, and we will meet again in next lecture with another topic. Continuation.